हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। दिस इज ज्ञानु विश्वकर्मा। सो गाइज, फेरि नै हजुरको अगाडि प्रस्तुत भइसकेको छु। आज चाहिँ न्यू अपडेट आएको छ। सुनको प्राइस एकदम बढेर आएको छ 1,83,600 गाइज पर फ्लोर। 28 गते 12 महिना 2081 दिनमा एकै दिनमा 5,700 बढेको छ है गाइज। कसैले बढ्छ भन्छन्, कसैले 1 लाख पनि पुग्न सक्छ भन्छन्, कसैले 2 लाख पनि पुग्न सक्छ भन्छन्। युनाइटेड स्टेट्स अफ अमेरिकाको प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले अब चाहिँ बिटकोइनमा इन्भेस्ट गर्ने गरे। सबभन्दा बढी सुन भएको चाहिँ अमेरिकामा नै हो। त्यो चाहिँ सुन बेचेर बिटकोइनमा लगानी गर्दाखेरि सुन चाहिँ मार्केटमा धेरै फ्लो हुने कारणले सुनको रेट घट्न सम्भावना एकदमै बढी चान्सेस छ। माइली तिलरीको कुरा गर्दाखेरि 4 आना 6 आना आदि तोलाभन्दा बढीको लाइन्थ्यो माइली तिलरी मात्रै। अहिले चाहिँ माइलीको स्थिति के छ? 10 लाखभन्दा मुनि 7 लाख 8 लाख, हजुरको 12 लाख 15 लाख 18 लाखभन्दा माथि चाहिने कोही छैन। रेट चाहिँ घटेको छ, पातलो पातलो ल्याउन सुरु गरेको छन् मान्छेहरूले। अहिले यो रेटमा चाहिँ यस्तो ठप्पा आइटमहरू चलेको छ। 2 लाख 2.5 लाख, धेरै यो चन्द्रहार छ 10 लाख 12 लाखको छ। यो यस्तो आइटमहरू मात्रै छ। चाँदीको कुरा गर्दाखेरि पहिला चाहिँ 1000को वरिपरिमा थियो, 1000-1200 थियो। अहिले चाहिँ 1930 रहेको छ। आजको दिनमा 28 गते 12 महिनाको दिनमा 1930 रहेको छ। अस्ति 2000 क्रस पनि भएको थियो, तर चाहिँ घटेर अहिले चाहिँ 1930 भएको छ। पहिला नौगेडीहरू आधी तोला 24 लाखभन्दा माथि नै लाइन्थ्यो। अहिले चाहिँ हेर्न सक्नुहुनेछ 12 लाख, मात्र 12 लाखको रहेको छ। 12 लाख र 8 लाख 5 पोइन्टको, यो चाहिँ माथिको चाहिँ 8 लाख 5 पोइन्टको छ। यो चाहिँ मात्र 12 लाखको छ। हजुरको 1 आनामा पनि बन्छ। अहिले चाहिँ हामी चाहिँ एभाइलेबल छैन, त्यो चाहिँ बनिरहेछ, अर्डरमा छ। तर चाहिँ अहिले चाहिँ कम रेटको चाहिँ हामी चाहिँ सामान आएको छ। आजको दिनमा 1 तोलाको सामान पनि सुनको सामान किनियो भने हजुरको ज्याला जर्तीसँग गरेर 2 लाख एबभ हुन्छ। के नेपालमै बसेर नेपालकै कमाइले 1 तोलाको सामान किन्न एफोर्ड गर्न सकिन्छ त? अब चाहिँ मैले हजुरहरूलाई सामान देखाउने छ है। हजुरहरूलाई यस्तो पोते लकेटहरू 15,000को भित्र पाउन सक्नुहुनेछ है, आज 1,81,600 को भाउमा। अनि चाहिँ अर्को सामान देखाउँदाखेरि पोते लकेटहरू भयो। अनि यस्ता सामान देखाउँदाखेरि यो चाहिँ हजुरलाई 20,000को भित्र पर्छ है, समथिङ 18,000को एप्रोक्समा पर्छ है हजुरलाई। 7 लाख 8 लाखको वेटको नेट वेटको हजुरलाई यति पर्छ। अब चाहिँ हजुरलाई देखाउँदाखेरि यो 3 आनाको माइली तिलरीलाई 40,000 भित्र पर्छ। अनि यो सानो तिलरीहरू 3 लाख 4 लाखको सानो तिलरीहरूलाई हजुरलाई 10,000 भित्र पर्छ है। यो माइली चाहिँ 40,000, यो 10,000 है। पोतेलो कोटीहरू छ, माइलीहरू छ, यो ट्युबिस चन्द्रहार छ, सेतो मोती चन्द्रहार। अनि हजुरहरूले यस्तो सामान मैले अमाउन्ट भनिसकेँ, तिमी मजामा भनेको प्राइसमा पाउनु सक्नुहुनेछ। सो गाइस, प्राइस फेरि नै बढेको छ। आज 28 गते 1,81,600 दिनैमा एकै दिनमा 5,700 बढेको छ। सो अब मलाई त थाहा छैन कि अगाडि बढ्छ 2 लाख पुग्छ कि 1 लाखमा घट्छ कि 1.5 लाखमा घट्छ। सम्भावना चाहिँ के पनि हुनसक्छ। हजुरहरूलाई आवश्यकता छ भने सुन किन्नु होला, इन्भेस्ट गर्नु होला, त्यो चाहिँ कोसिस भइ नै छ। सो यति भन्दै यो भिडियो आजको यति नै हुनेछ। आजको सुनको अपडेट लिएर आएको थियो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, मन पऱ्यो भने एउटा लाइक छोडेर जानु होला। च्यानलमा नयाँ हुनेछ भने सब्सक्राइब गर्नु होला भन्दै बिदा लिने छ।